श्रिम्प चाहिँ स्वास्थ्यको लागि असाध्यै नै हेल्दी हुन्छ। यसलाई चाहिँ कहिलेकाहीँ म भेजिटेबल नुडल्स राखेर यसरी बनाउँछु। हजुरहरू कसरी बनाउनुहुन्छ? सुरुमा मैले लिए राम्रोसँग केलाएर पखालेर श्रिम्प। अब म आवश्यकता अनुसार नुडल्स बोइल गर्छु। हजुरहरूले पनि आफ्नो आवश्यकता अनुसार बोइल गर्न होला। राम्रोसँग नुडल्स पाक्छ अनि पानीबाट तैराइदिने। अब म एउटा प्लेटमा निकालेर साइडमा राख्छु। राम्रोसँग पाकिसकेको छ। हिट अन गरेर एउटा प्यान तताउने। प्यान तात्छ अनि यसमा चाहिँ अलिकति तेल तताउने अनि श्रिम्प राखेर एकैछिन मजाले फ्राई गर्ने। हजुरहरूले चाहिँ सुरुमै लसुनको टुक्राहरूलाई सानसानो बनाएर एकैछिन फ्राई गरेर श्रिम्प हेरिन सक्नुहुन्छ। मैले स्वादअनुसार नुन राखेँ। ल हेर्नुहोस्, अब म यति बेला चाहिँ यो लसुनको धुलो राख्छु। यो बजारमा सजिलैसँग पाइन्छ। यदि हजुरहरूलाई मन पर्दैन भने कुटेर राख्नु होला। मैले अलिकति मरिचको धुलो पनि राखेँ। एकैछिन भुटिसकेपछि यसैमा म राख्छु ब्रोकोली अनि यो क्यारेट क्याप्सिकम राखिसकेपछि अलिकति सोया सस राख्ने। यो भेजिटेबलहरू काँचै पनि खान मिल्छ। त्यसैले गर्दा हल्का सफ्ट भइसकेपछि अब म यसमा बोइल गरेर रेडी गरेको नुडल्स हालिदिन्छु। एकपटक सरसर चलाइसकेपछि यसमा पनि अलिकति स्वादअनुसार नुन राख्ने। हजुरहरूलाई नुन चाहिँ कतिको मनपर्छ, चर्को अलिक कम, त्यो अनुसार है, स्वादअनुसार बनाऊ न। अब यो नुन पनि सबैतिर लागिसकेपछि चाहिँ पाक्छ। हजुरहरूलाई पिरो खान मन लाग्छ भने खोर्सानीलाई मसिनो गरी काटेर पनि राख्न सक्नुहुन्छ। हेर्नुहोस् त, मैले चाहिँ प्लेटमा यसरी सजाएर लिएकी छु।